सबैभन्दा प्यारो र चोखो भनेको दिदीबहिनीको सम्बन्ध हुन्छ। दिदीबहिनीको सम्बन्ध यस्तो हुन्छ, त्यो दिदी होस् चाहे बहिनी होस्, आफ्ना मनका पीडाहरू कसैलाई सुनाउन नसकेको अवस्थामा श्रीमान, बाबुबा, आमा, साथी कसैलाई सुनाउन नसकेको अवस्थामा त्यो दिदी या बहिनीलाई सुनाएको हुन्छ क्या। र एक किसिमको विश्वास हुन्छ, मलाई दुःख पर्यो भने, मलाई आपत पर्यो भने मेरो दिदी छ है, मेरो बहिनी छ, उसले त मलाई साथ दिन्छ भन्ने हुन्छ। र श्रीमानसँग पनि, श्रीमानको परिवारसँग ठ्याक्क ठुक्क पर्यो भने पनि तिमीहरूले के बोल, मेरो दिदी छ, मेरो बहिनी छ, मलाई सधैँभरि साथ दिन्छ भन्ने कुरा एउटा आश हुन्छ। दुःख पर्दाखेरि सबैभन्दा पहिला दिदीबहिनीको याद आउँछ र त्यो अवस्थामा हरेक दिदीबहिनीले एकअर्कालाई साथ पनि दिनपर्छ, विश्वास तोड्नु हुँदैन नि त। साथ भनेर पैसैको साथ भन्ने होइन, शब्दको साथ। म छु नि तेरो, त टेन्सन नलि, त पिर नलि, सधैँभरि म तेरो साथमा छु, तँलाई एक्लो कहिले महसुस हुन्न दिदीलाई भनेर त्यो दिदीबहिनीले त्यो शब्दले भन्दा पनि संसारको सबैभन्दा भाग्यमानी जस्तो लाग्छ क्या। र दिदीबहिनी साथ हुँदाखेरि साथीभाइ, आफन्त कसैको मतलब लाग्दैन क्या। बस मेरो लागि उनीहरू छ, उनीहरूको लागि म छु भन्ने कुरा फिल हुन्छ। र त्यो विश्वासलाई चाहिँ लाइफमा कहिले पनि तोड्न हुँदैन। कसको सम्बन्ध दिदीबहिनीको यस्तो छ, आफ्नो दिदीबहिनीलाई यो भिडियो मेन्सन गरौँ त, जुन चाहिँ दुःख परेको बेलामा सबैभन्दा पहिला तेरो याद आउँछ है दिदी या बहिनी भनेर।